असाध्यै धेरै पीडा भयो, भावविहल बनायो। गणेश नेपालीको मृत्यु, जुन आत्मदाहपछि उनको मृत्यु भयो, यसले हामी सबैलाई स्तब्ध बनाएको छ। म उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र परिवारमा समवेदना अर्पण गर्न चाहन्छु। यो घटना जे जसरी भयो, मलाई विश्वास छ, मलाई आशा छ सरकारले यसलाई गम्भीर रूपमा लिन्छ, छानबिन राम्रोसँग छानबिन गर्छ र यसको गहिराईसम्म पुगेर सत्य तथ्य पत्ता लगाएर उनीमाथि अन्याय हुन दिँदैन, परिवारमाथि अन्याय हुन दिँदैन भन्ने मैले विश्वास लिएको छु। सम्माननीय सभामुख महोदय, अघि नै हाम्रो एकजना मान्यले भनिसक्नु भएको छ, दिनमा 18 जना मान्छे कुनै न कुनै हिसाबले मरिरहेका छन्, आत्महत्या गरिरहेका छन्। कुनै झुन्निएर मरिरहेका छन्, कुनैले विष खाइरहेका छन्, कसैले आत्मदाह गरिरहेका छन्, कसैले हाम फालेर मरिरहेका छन्। हरेक मृत्यु हाम्रा लागि पीडादायी छ सभामुख महोदय। र वर्षमा 7,000 मान्छेले आत्महत्या गरिरहेको तथ्याङ्क हामीसँग छ। र हाम्रो जीवनकालमा अहिले 3 करोड जनसङ्ख्या भनेर हामी भन्छौँ भनेदेखि हाम्रो जीवनकालमा झन्डै 70 लाख नेपाली जनताले कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या बेहोरिरहेको अवस्था छ। 25% जनता आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित भइरहेको हुन्छ भने अब हामीले होस पुर्याउनु पर्ने बेला हाम्रा नीतिमा, हाम्रा कानुनहरूमा, हाम्रा संरचनाहरूमा, हाम्रा सेवा सुविधाहरूमा अब मानसिक स्वास्थ्यको बहस अब जोडतोडले उठाउनु पर्ने अवस्था आएको छ। यसको लागि सरकार र सम्बद्ध निकाय